अस्ट्रेलियामा आफ्नै घर हुनु धेरैको सपना हो। अहिले फर्स्ट होम ग्यारेन्टी स्किमका कारण जम्मा 5% डिपोजिटमै घर किन्न सकिने भएपछि धेरै मानिसहरू हतार प्रपर्टी मार्केटमा प्रवेश गरिरहेका छन्। वर्षौँसम्म ठुलो डिपोजिट जम्मा गरेर बस्नुभन्दा 5% डिपोजिटमै घर लिनु सही निर्णय जस्तो लाग्न सक्छ। तर कतै हामी फोमो अर्थात् अरूले किनिरहेका छन् म मात्रै छुट्ने हो कि भन्ने डरका कारण भावनामा बगेर निर्णय त गरिरहेका छैनौँ। घर किन्नु ठुलो आर्थिक निर्णय हो, त्यसैले ट्रेन्ड वा दबाब भन्दा पनि आफ्नो आम्दानी, भविष्यको योजना र आर्थिक क्षमता हेरेर निर्णय गर्नु अझ महत्त्वपूर्ण हुन्छ। आज म तपाईँहरूलाई 5% डिपोजिटमा घर किन्नु अघि एकचोटि सोच्नै पर्ने 5वटा कुराहरू बताउन गइरहेको छु। यो भिडियो तपाईँलाई घर नकिन्नु भनेर डर देखाउन होइन, बरु भविष्यमा आर्थिक दबाब वा पछुतो नहोस् भनेर सचेत गराउनको लागि हो। नम्बर 1, फाइनेन्सियल प्रेसर। जति कम डिपोजिट हुन्छ त्यति नै धेरै ब्याङ्कबाट लोन लिनुपर्ने हुन्छ। यसको अर्थ मन्थली रिपेमेन्ट पनि बढी हुन्छ। यदि परिवारको कुल आम्दानीको 50% भन्दा बढी रकम बैङ्कको किस्तामै जान थाल्यो भने तपाईँ उच्च आर्थिक जोखिममा पर्न सक्नुहुन्छ। त्यसपछि घर खर्च, बच्चाहरूको खर्च, इमर्जेन्सी फन्ड, इन्सुरेन्स बिल्स, ग्रोसरी जस्ता दैनिक आवश्यकताहरू धान्न गाह्रो हुन्छ। यदि भोलि जागिरमा समस्या आयो वा घरमा कोही बिरामी पर्यो भने यस्तो अवस्थामा मानसिक तनाव बढेर तपाईँले किनेको सपनाको घर नै बोझ जस्तो महसुस हुन सक्छ। नम्बर 2, हिडन कस्ट। घर किन्दा केवल डिपोजिट तिरेर मात्र सकिँदैन, सेटलमेन्ट अघि नै स्ट्याम्प ड्युटी, यो स्टेट अनुसार फरक हुन्छ। ट्रान्सफर फी, कन्भेन्सिङ फी, बिल्डिङ एन्ड पेस्ट इन्सपेक्सन जस्ता खर्चहरू आउँछन्। त्यसपछि पनि घरको इन्सुरेन्स, काउन्सिल रेट्स र नियमित रूपमा आउने मेन्टेनेन्स खर्चहरू छुट्टै हुन्छन्। यदि तपाईँसँग इमर्जेन्सी फन्ड छैन भने भोलि इन्ट्रेस्ट रेट थोरै मात्र बढ्दा पनि मासिक खर्च धान्न निकै गाह्रो हुन सक्छ। नम्बर 3, लङ टर्म इन्ट्रेस्ट कस्ट। तपाईँले लोन जति लामो समयसम्म तिर्नुहुन्छ त्यति धेरै इन्ट्रेस्टहरू तिर्नुपर्ने हुन्छ। उदाहरणको लागि यदि तपाईँले $8 लाख घर 5% डिपोजिट दिएर किन्नुभयो भने तपाईँले झन्डै $7,60,000 ऋण लिनुपर्ने हुन्छ। 30 वर्षको लागि 6% ब्याज दरमा त्यो लोन तिर्दा तपाईँले ब्याज मात्रै झन्डै $8 लाख भन्दा बढी तिर्नुपर्ने हुनसक्छ। तपाईँले अलिकति धैर्य गरेर 20% डिपोजिट पुर्याउनु भयो भने तपाईँले लाखौँ डलर इन्ट्रेस्ट बचाउन सक्नुहुन्छ। नम्बर 4, फाइनेन्सियल फ्रिडम। जब मन्थली रिपेमेन्ट धेरै हुन्छ तब तपाईँलाई मन नपरेको काम भए पनि त्यही काम गर्नुपर्ने बाध्यता हुनसक्छ, किनकि 1 महिना पनि इन्कम रोकियो भने बैङ्कको रिपेमेन्ट तिर्न गाह्रो पर्न सक्छ। साथै 95% लोन हुँदा तपाईँको बोरोइङ क्यापेसिटी पनि घट्छ। भविष्यमा बिजनेस सुरु गर्न वा अन्य इन्भेस्टमेन्ट गर्न चाहनुभयो भने ब्याङ्कले सहजै ऋण नदिन सक्छ। नम्बर 5, लाइफस्टाइल ट्र्याप। धेरै मानिसहरूले आफ्नो वास्तविक अवस्था, कामको दूरी वा नजिकका सुविधाहरू जस्तै स्कुल, हस्पिटल, ट्रान्सपोर्ट नहेरी साथीभाइको देखेर धेरै टाढा घर किन्ने निर्णय गर्नुहुन्छ। घर सरेपछि दैनिक लङ डिस्टेन्स ट्राभल, सपिङ, स्कुल ड्रपअप र अन्य आवश्यक कामहरू टाढा हुँदा समय, पैसा र एनर्जी धेरै खर्च हुन थाल्छ। पछि धेरैले हतारमा निर्णय गरेछु भनेर पछुतो गर्नुहुन्छ। यदि सम्भव छ भने 20% डिपोजिट पुर्याएर घर किन्नु राम्रो हुन्छ। यदि 5% मै किन्दै हुनुहुन्छ भने पनि बाँकी रकमलाई इमर्जेन्सी फन्ड वा अफसेट एकाउन्टमा राख्नुहोस् ताकि इमर्जेन्सी अवस्थामा सहयोग मिलोस्। घर किन्नु खुसीको कुरा हो, तर यो तपाईँको जीवनको सबैभन्दा ठुलो लगानी पनि हो। त्यसैले हतारमा होइन, राम्रोसँग सोचेर मात्र निर्णय लिनुहोस्।